सबैजनालाई यो भिडियो चाहिँ जसको टोडलर पिकी इटर हुनुहुन्छ र पिकी इटिङ फेज जसको गइसकेको छ उहाँहरूको लागि हैन। कति धेरै फर्स्ट टाइम मम अथवा जुनसुकै बच्चा हैन जो टोडलर फेजमा हुनुहुन्छ उहाँहरूको प्रब्लम चाहिँ बच्चाहरूले कतिको हैन नट सबैको कति धेरै प्रब्लम हुँदो रहेछ। त्यसैले जो यो फेजबाट गुज्रिनु भएको र सल्युसन निकाल्नु भएको छ अथवा टोडलर फेजबाट गइसक्नु भएको बच्चा हैन उहाँहरूको बच्चाहरूलाई चाहिँ मेरो यो तरिकाले मेरो बच्चालाई काम गराएको थियो भन्ने हुन्छ नि, त्यस्तो कुराहरू कमेन्ट बक्समा प्लिज राखिदिनु होला। किन भन्दाखेरि हजुरहरूको अनुभवले गरेर त्यो प्रब्लम चाहिँ धेरैको सल्भ हुन सक्ने हुन्छ। त्यसैले योर भोइस म्याटर्स, यो कमेन्ट म्याटर्स हैन। हजुरको सल्युसन कति बच्चाहरूको लाइफमा सल्युसन हुनसक्छ। त्यसैले हजुरहरूको कमेन्टले गरेर धेरै पिकी इटर पेरेन्टहरूलाई सजिलो हुनसक्छ, स्पेसल्ली विदेशमा रहनुभएको र उहाँहरूको पेरेन्ट्स घरमा नहुनु भएको, जसले गर्दाखेरि गाइडेन्सहरू पाइँदैन अनि आफूले गरेको रिसर्चहरू हैन अब जे पनि हुन्छ आजभोलि त गुगलमा सर्च गर्दाखेरि अब कति भ्यालिड कुन अनभ्यालिड भन्ने, अनि फेरि त्यो गाह्रो हुँदो रहेछ के। त्यो भएर एक्सपिरियन्स चाहिँ एकदमै लेजिट कुरा हो के। हजुरहरूको एक्सपिरियन्स चाहिँ साँच्चै नै एकदमै कसैको लाइफमा प्रब्लम छ भने त्यो प्रब्लम सल्भ गर्नलाई चाहिँ एकदमै इजी हुन्छ। त्यसैले हजुरहरूको अनुभवहरू सेयर गरिदिनु होला। धन्यवाद।